हेलो नमस्ते सम्पूर्णमा आज म हजुरहरूलाई यो भगवानको सानो मूर्तिमा एउटा फ्लावर राखेर भगवानलाई सजाउने एउटा फ्लावर चाहिँ हजुरहरूलाई बनाएर देखाउन गइरहेको छु। त्यसको लागि हामीलाई यो स्क्वायर शेपको सानो पेपर चाहिन्छ र त्यसलाई हामीले फोल्ड गर्नुपर्छ माथिको कोणबाट र तलको कोणबाट अनि पछाडि फर्काएर त्यसलाई हामीले मोडेर यति पिसहरू बनाउन सक्छौं र त्यसलाई एक अर्कामा खप्ट्याएर टास्दै जानुपर्छ र यसरी टास्दै जाँदाखेरि हाम्रो चाहिँ यो तल लिफको भाग चाहिँ बन्न जान्छ। यसरी टास्दै गएर हाम्रो चाहिँ एउटा सर्कल शेपमा चाहिँ तलको पातको शेप आउँछ यसरी अनि लास्टमा त्यसलाई पनि जोड्दिनुस् अनि हाम्रो चाहिँ एउटा तलको बेस बन्छ। त्यस्तै गरी हामीले फूलको लागि चाहिँ अरेन्ज पेपर लिएको छु र त्यस्तै फोल्ड चाहिँ पहिलाको जस्तै गर्ने हो सेम र हामीले यस्तो धेरै बनाएका छौं र त्यसपछि ग्रीनको माथि त्यो हाम्रो दुईटा पार्ट्सहरू हुन्छ त्यसलाई चाहिँ हामीले खप्ट्याउँदै यसलाई काँटा जस्तो गरेर त्यहाँ जोड्दै जाने अनि यसरी नै एक राउन्ड गर्दै जाने। त्यसको त्यो अंकुशे जस्तो हुन्छ त्यसमा चाहिँ ग्लु लाउँदै यसरी हामीले पेस्ट गर्दै जान्छौं र हाम्रो एक राउन्ड पूरा हुन्छ र फ्लावरको फर्स्ट स्टेप हुन्छ र सेकेन्ड स्टेपमा पनि त्यस्तै अंकुशे लाउँदै जाने अनि लास्टमा हामीले पनि त्यस्तै गर्ने। आफुलाई कति स्टेपको बनाउने हो फ्लावर त्यही अनुसारको चाहिँ गर्दै जाने। यसरी हाम्रो फूल रेडी हुन्छ अनि त्यस्तै पातहरूलाई चाहिँ हामीले फर्काउनु पर्छ। सबै पेटल्सहरूलाई चाहिँ हामीले त्यो पातलाई चाहिँ मजाले फक्रेको देखाउनु पर्छ र यसरी हाम्रो फ्लावर भगवानको राख्ने तयार रेडी हुन्छ। धन्यवाद।